अहिले चाहिँ म गाडीको ब्रेक लाइनिङ चेन्ज गर्दैछु। गेस्टहरू चाहिँ भित्र वेटिङ रुममा छ। म चाहिँ अलिक यो गाडीको ब्रेक लाइनिङ चाहिँ अलिक पछाडिको चाहिँ अलिक कम्ती छ कि, त्यो भएर चाहिँ म ब्रेक लाइनिङ चेन्ज गर्न आउँदैछु गर्दैछु। स्ट्यान्ड बाइपासको त्यहाँ चाहिँ हाम्रो रिनल्डको वर्कसप चाहिँ देख्न सक्नुहुन्छ। यहाँ यो चाहिँ मेरो गाडी हो, यो 537 ब्रेक लाइनिङ पसिना हेर्नु आमामा यस्तो हुनुपर्छ नि मेहनत। यो मान्छे चाहिँ मेरो भरोसामानको, कहिले पनि गाडीमा उसलाई मात्रै बनाउनु लाउँछु, अरूलाई खोल्नु लाउँदिनँ हो। उसले मात्रै दामी बनाइ खोल्दैछ ब्रेक लाइनिङ हो। भरोसामान मेरो पिटर हो, पिटर यो ब्रेक लाइनिङ हो। ब्रेक लाइनिङ बनाइन्छ, त्यहाँबाट चाहिँ डाइरेक्ट तेलिङ जान्छ, त्यहाँबाट चाहिँ ब्रेक ट्राई हुन्छ है। यसको चाहिँ ब्रेक लाइनिङ सँगसँगै हब बियरिङ पनि गएको जस्तो लाग्यो हो। हबको बियरिङ पनि चेन्ज गर्नुपर्छ जस्तो लाग्दैछ। खर्च चाहिँ आउँछ राम्रै। यो मेरो ब्रेक लाइनिङ हो। ब्रेक लाइनिङ यहाँ चाहिँ अलिक चेन्ज गर्दै यहाँको खोल्दैछ ब्रेक लाइनिङ। अब यहाँको पनि हेर्नु, यसको ब्रेक लाइनिङ पनि गएछ, अन्त त्यो बियरिङ पनि गएको छ, हब बियरिङ हो। अब चेन्ज गर्नुपर्छ दुइटै, के गर्नु यसका। यो हबको बियरिङ पनि गएछ हो, के गर्नु अब खर्चै खर्च। हबको बियरिङ गएछ, यो हब बियरिङ यसलाई फेसिङ गर्नुपर्छ भन्दैछ। फेसिङ गर्नु कि अब फेसिङ गर्नु कि थ्रेसिङ गर्नुपर्ने, कि नयाँ लाउनु पऱ्यो। त्यसो कमाइ राम्रै हुँदैछ, कमाइ राम्रो हुन्छ। अब पसिनै पसिना भइसक्यो, काम